आज हामी यो भिडियोमा बीबीए थर्ड सेमेस्टरमा रहेको इसेन्सियल अफ फाइनान्स अन्तर्गत क्यापिटल स्ट्रक्चर एन्ड कस्ट अफ क्यापिटल भन्ने च्याप्टरबाट पोखरा युनिभर्सिटीको फाइनल एक्जाममा विभिन्न वर्षहरूमा सोधिएको एउटा क्वेसन सल्भ गर्दैछौँ। यो क्वेसन सल्भ गर्नुभन्दा अगाडि हजुरहरूले पनि जसले यो भिडियो हेर्दै हुनुहुन्छ कपी पेन र क्याल्कुलेटर साथमा लिएर सँगै गर्नुभयो भने चाहिँ अझै कन्सेप्चुअल क्ल्यारिटी सहित यो हिसाबलाई सजिलै हामी क्र्याक गर्न सक्छौँ। र हिसाब सुरु गर्नुभन्दा अगाडि क्वेसनलाई राम्रोसँग पढ्नुपर्ने हुन्छ। धेरै जसो विद्यार्थीहरूमा चाहिँ क्वेसन नबुझिकन सिधै नम्बरको पछाडि लागेर क्वेसन सल्भ गर्ने चक्करमा चाहिँ धेरै ठाउँमा मिस्टेकहरू भइरहेको हुन्छ। सो राम्रोसँग क्वेसन बुझ्नु भनेको 70% प्रब्लम चाहिँ सल्भ हुनु बराबर हो। त्यसैले सुरुमा यो प्रब्लमलाई राम्रोसँग पढेर यसको मिनिङलाई बुझ्ने कोसिस गरौँ है त। लुम्बिनी कन्स्ट्रक्सन कम्पनी हैज फलोइङ क्यापिटल स्ट्रक्चर। अब यहाँनिर लुम्बिनी कन्स्ट्रक्सन कम्पनीको क्यापिटल स्ट्रक्चरको कुरा गरेको छ, क्यापिटल स्ट्रक्चर दिएको छ हैन। which it considers to be optimal. डेप्ट कति पर्सेन्ट छ त 25% छ। सो लुम्बिनी कन्स्ट्रक्सन कम्पनीले आफ्नो क्यापिटल स्ट्रक्चरमा, यो क्यापिटल स्ट्रक्चर भनेको के हो भन्दा कम्पनीले आफ्नो टोटल क्यापिटल अथवा टोटल रिक्वायरमेन्ट क्यापिटल मध्ये कति पैसा डेप्टबाट लिएको छ, कति पैसा प्रिफर्ड स्टकबाट लिएको छ अथवा कति पैसा कमन स्टकबाट लिएको छ अथवा यो तीनवटा कम्पोनेन्ट मध्येबाट दुईवटाको मिक्स पनि कम्पनीहरूले गरेको हुन सक्छ। सो क्यापिटल स्ट्रक्चर भन्नाले आफ्नो टोटल क्यापिटलमा कम्पोनेन्टहरूको हिस्सालाई जनाउँछ। जस्तै कति पर्सेन्टेज चाहिँ कुन सोर्सबाट क्यापिटल म्यानेज गरेको छ भन्ने कुरालाई हामी क्यापिटल स्ट्रक्चर भन्छौँ। र यो कम्पनीको केसमा उसले 25% चाहिँ डेप्टबाट म्यानेज गरेको रहेछ। सो वेट अफ डेप्ट चाहिँ कति हुने भयो त 25%। यो 25% भनेको के हो त आफ्नो टोटल क्यापिटल स्ट्रक्चरमा डेप्टको कति वेट रहेछ भन्दा 25% वेट अफ डेप्ट, यसलाई भन्छौँ हामी वेट अफ डेप्ट, WD भनेर नोटेसन गरिन्छ यसलाई। 25% अथवा यो भनेको नै कति हो त 0.25, डेसिमलमा कन्भर्ट गर्दा 0.25 हो। सिमिलरली प्रिफर्ड स्टक 15%। यसै गरी उसले आफ्नो क्यापिटल स्ट्रक्चर मध्ये 15% चाहिँ केबाट म्यानेज गरेको छ त प्रिफर्ड स्टक मध्येबाट। त्यसो भए वेट अफ डेप्ट 25% भए जस्तै वेट अफ प्रिफर्ड स्टक चाहिँ कति हुने भयो त वेट अफ प्रिफर्ड स्टक, W भनेको वेट, प्रिफर्ड स्टकलाई PSले डिनोट गरिन्छ। यो कति छ 0.15 और 15%। ओके, त्यस्तै कमन स्टकको वेट कति रहेछ त 60%। उसको टोटल क्यापिटल स्ट्रक्चर मध्ये वेट अफ कमन स्टक चाहिँ कति छ त 60%, WS भन्छौँ हामीले 0.60। ओके, यसरी यो तीनटा कम्पोनेन्ट है त उसले डेप्ट, प्रिफर्ड स्टक र कमन स्टक तीनटा कम्पोनेन्ट मिलाएर आफ्नो क्यापिटल स्ट्रक्चर फर्मेसन गरेको रहेछ। डेप्ट कति पर्सेन्ट रहेछ 25%, प्रिफर्ड स्टक कति रहेछ 15% र कमन स्टक चाहिँ कति रहेछ 60%। यसरी 25 + 15 + 60 गरेर टोटल 100% उसको क्यापिटल स्ट्रक्चरको फर्मेसन चाहिँ त्यस्तो रहेछ। LCC ट्याक्स रेट इज 40%। उसको ट्याक्स रेट चाहिँ कति छ त 40% छ। ओके, यो ट्याक्स रेट यहाँ किन दिन्छ भन्दा जस्तै हामीसँग तीनटा कम्पोनेन्ट छ डेप्ट, प्रिफर्ड स्टक र कमन स्टक। र यहाँहरूले बुझ्नुपर्ने कुरा प्रिफर्ड स्टक र कमन स्टकका लागि जुन डिभिडेन्डको पेमेन्ट गरिन्छ त्यो जहिले पनि आफ्टर ट्याक्स हुन्छ अथवा कमाएको इन्कमबाट ट्याक्स पेमेन्ट भइसके पछाडि मात्रै उनीहरूलाई डिभिडेन्ड बाँडिन्छ। यसरी प्रिफर्ड स्टक र कमन स्टकको डिभिडेन्ड चाहिँ ट्याक्स तिरिसके पछाडि बुझाइन्छ, तर जुन डेप्ट भन्ने छ क्यापिटल स्ट्रक्चरको कम्पोनेन्टमा यसको इन्ट्रेस्ट फेरि ट्याक्स तिर्नुभन्दा अगाडि नै हामीले घटाइन्छ। त्यो भएको भएर
इन्ट्रेस्टमा ट्याक्स सेभिङ हुन्छ, जसले गर्दा हामीले कस्ट अफ डेब्टलाई पनि आफ्टर ट्याक्स बेसिसमा लैजानु पर्ने भएकोले क्वेसनले यसरी ट्याक्स रेट दिएको हुन्छ। इन्भेस्टर एक्सपेक्ट अर्निङ एन्ड डिभिडेन्ड टु ग्रो एट अ कन्स्ट्यान्ट रेट अफ 6%। र यसले के भन्दैछ भने अर्निङ र डिभिडेन्ड जुन कमन स्टकसँग रिलेटेड छ त्यो अर्निङ र डिभिडेन्ड चाहिँ कन्स्ट्यान्टली ग्रो हुन्छ कति पर्सेन्टको दरले, 6% को दरले। ओके, एलसिसी पेड अ डिभिडेन्ड। अब यहाँ फेरि भन्यो क्वेसनले पेड अ डिभिडेन्ड, डिभिडेन्ड तिरेको छ भन्दैछ, कति तिरेको रहेछ त 37 पर सेयर लास्ट इयर। ओके, सो क्वेसनले हामीलाई लास्ट इयरमा कम्पनीले कति डिभिडेन्ड तिरेको रहेछ भन्ने इन्फर्मेसन दियो, जसलाई D0 भनिन्छ। क्वेसनले आफै यसलाई D0 भनेर लेखिदिएको छ। एन्ड इट्स स्टक करेन्टली सेल एट अ प्राइस अफ ₹600। र यो स्टकलाई अहिलेको मार्केटमा चाहिँ कति पर्दो रहेछ त 600 पर्दो रहेछ। ओके, करेन्ट मार्केट प्राइस अफ स्टक 600 दिएको छ। यसै गरी यो ट्रेजरी बन्ड यील्ड 6%। यो ट्रेजरी बन्डको रेटलाई चाहिँ हामी रिस्क फ्री रेट पनि भन्छौँ। के भन्छौँ? रिस्क फ्री रेट है त। ट्रेजरी बन्डको रेटलाई हामी रिस्क फ्री रेट भन्छौँ। यो 6% दिएको छ। र मार्केट रिस्क प्रिमियम भन्ने कुरा पनि दिएको छ। यो मार्केट रिस्क प्रिमियम भनेको चाहिँ के हो भन्दा बेसिकली हामीले RM माइनस RFलाई चाहिँ मार्केट रिस्क प्रिमियम भन्छौँ। यो क्यापिटल एसेट्स प्राइसिङ मोडलमा युज हुने कुरा हो मार्केट रिस्क प्रिमियम भनेको। अहिले हामी गरेर पनि हेर्छौँ। एन्ड एलसिसी बेटा इज 1.3। यो बेटाले चाहिँ नर्मली सिस्टमेटिक रिस्कलाई मेजर गर्ने काम गर्छ र यो एलसिसीको बेटा चाहिँ 1.3 रहेछ। यो कुरा क्यापिटल एसेट्स प्राइसिङ मोडलबाट रिक्वायर्ड रेट अफ रिटर्न निकाल्ने बेलामा काम लाग्छ। एकछिन पछाडि हामीले त्यो निकालेर पनि हेर्नेछौँ। फेरि भन्दैछ दिस टर्म सुड अप्लाई टु न्यू सेक्युरिटी अफरिङ। र यो कुरा जुन क्यापिटल एसेट्स प्राइसिङ मोडलको कुरा गरेको छ, ट्रेजरी बन्डको कुरा गरेको छ, मार्केट रिस्क प्रिमियमको कुरा गरेको छ, यो कुरा चाहिँ नयाँ सेक्युरिटी अफरिङको लागि युज हुन्छ भन्दैछ। यदि कम्पनीले मार्केटबाट पैसा लिने कुरा गर्छ भने त्यति बेला चाहिँ यो नयाँ टर्म अथवा यो रिस्क फ्री रेट, मार्केट रिस्क प्रिमियम र बेटाको कुरा चाहिँ अप्लाई हुन्छ भन्दैछ। ओके, यस पछाडि प्रिफर्ड स्टकको इन्फर्मेसनमा न्यू प्रिफर्ड स्टक कुड बी सोल्ड एट अ प्राइस अफ 100। नयाँ प्रिफर्ड स्टक चाहिँ मार्केटमा कतिमा बेच्न सकिँदो रहेछ? 100 मा बेच्न सकिन्छ विथ अ डिभिडेन्ड अफ ₹9। 9 रुपिस चाहिँ के छ? डिभिडेन्ड छ। ओके, यदि तपाईँले प्रिफर्ड स्टकबाट पैसा ल्याउने हो भने एउटालाई 100 मा तपाईँले सेल गर्न सक्नुहुन्छ सेलिङ प्राइस, र डिभिडेन्ड चाहिँ कति पेमेन्ट गर्नुपर्ने हुन्छ? ₹9। र फ्लटेसन कस्ट वुड बी 5% इन्कर्ड भन्दैछ। र यदि प्रिफर्ड स्टकबाट हजुरले क्यापिटल कलेक्सन गर्नुहुन्छ भने त्यहाँ 100 मा जुन बेच्नुहुन्छ त्यसमा चाहिँ ₹5 फ्लटेसन कस्ट को रूपमा तपाईँले छुट्याउनु पर्ने हुन्छ। यो फ्लटेसन कस्ट भनेको ब्रोकरेज चार्जहरूदेखि लिएर सबै खर्चहरू चाहिँ यसमा इन्क्लुड हुन्छ। त्यो ₹5 हजुरले तिर्नुपर्ने छ। त्यस्तै डेब्टबाट इस्यु गर्नुभयो भने फेरि हजुरलाई 9% को इन्ट्रेस्ट रेट लाग्छ भन्दैछ। यो डेब्टको लागि इन्ट्रेस्ट रेट भन्नु नै यसको के हो त? कस्ट हो हैन। डेब्टलाई 9% मा इस्यु गर्न सकिन्छ भन्दैछ। त्यो 9% मा इस्यु गर्नु भनेको नै यसको कस्ट कति रहेछ त? 9% रहेछ। ओके, सो यो क्वेसनलाई एकचोटि फेरि रिकल गरौँ। सो एकचोटि हामीले यो क्वेसन पढिसकेका छौँ। अझै एकचोटि यो क्वेसनलाई चाहिँ रिकल गर्ने कोसिस गराउँछु मैले। लुम्बिनी कन्स्ट्रक्सन कम्पनी हैज द फलोइङ क्यापिटल स्ट्रक्चर व्हिच इट कन्सिडर्स टु बी अप्टिमल। डेब्ट कति पर्सेन्ट छ? 25%। प्रिफर्ड स्टक कति पर्सेन्ट रहेछ? 15%। र कमन स्टक कति रहेछ त? 60% है त। यसको वेट अफ डेब्ट 0.25 छ, वेट अफ प्रिफर्ड स्टक 0.15 छ, र वेट अफ कमन स्टक WS अथवा एक्सटर्नल इक्विटी हो भने WE भनेर हामी लेख्छौँ, त्यो 0.60 रहेछ। र ट्याक्स रेट कति छ त? 40% छ।
And investor expect earning and dividend to grow at a constant growth rate of 6% in the future. र फ्युचरमा त्यो कम्पनीको अर्निङ र डिभिडेन्ड चाहिँ कति पर्सेन्टले ग्रोथ हुँदो रहेछ? 6%ले ग्रोथ हुँदो रहेछ। एलसीसी पेड अ डिभिडेन्ड अफ 37 पर इयर लास्ट इयर, र लास्ट इयरमा एलसीसीले कति डिभिडेन्ड तिरेको रहेछ? 37 डिभिडेन्ड तिरेको रहेछ। इट्स ओके। And the stock currently sells at a price of 600 per share. र त्यो स्टक चाहिँ करेन्टली अहिले मार्केटमा 600 मा सेल हुन्छ भन्दैछ। ट्रेजरी बन्ड यिल्ड अघि पनि मैले कुरा गरेँ, यो ट्रेजरी बन्ड भनेको चाहिँ ट्रेजरी बन्डमा पाउने इन्ट्रेस्ट रेट भनेको रिस्क फ्री रेट हो। त्यो रिस्क फ्री रेट कति छ? 6% छ। र मार्केट रिस्क प्रिमियम चाहिँ कति रहेछ त? 5%। एन्ड एलसीसी बेटा भनेर 1.3 दिएको छ। एलसीसी को बेटा चाहिँ 1.3 छ। ओके, दिस टर्म वुड अप्लाई टु न्यू सेक्युरिटी अफरिङ भनेको छ यो टर्म चाहिँ नयाँ सेक्युरिटी अफरिङमा मात्रै के हुन्छ? अप्लाई हुन्छ। ठिक छ। प्रिफर्ड स्टकमा पनि 100 मा बेच्न सकिन्छ भन्ने कुरा गर्यो। 9 रुपियाँ चाहिँ यसको डिभिडेन्ड रहेछ र फ्लटेसन कस्टको रूपमा ₹5 चाहिँ हामीले पे गर्नुपर्ने हुन्छ। र यदि डेप्ट इस्यु गर्नुहुन्छ भने त्यो डेप्टको लागि 9% चाहिँ इन्ट्रेस्ट लाग्छ। ओके, फर्स्टमा चाहिँ अब यो कम्पोनेन्ट कस्ट अफ डेप्ट प्रिफर्ड स्टक र कमन स्टक निकाल्न भनेको छ। सो कम्पोनेन्ट कस्ट अफ डेप्ट प्रिफर्ड स्टक एन्ड कमन स्टक निकाल्नतिर लागौँ फर्स्टमा है त। सो ए नम्बरमा कम्पोनेन्ट कस्ट भनेर लेख्नु पर्यो पहिला हैन। कम्पोनेन्ट कस्ट आर एज फलोज। ओके, मैले यसमा गिवन चाहिँ लेखेन है। गिवनको बारेमा मैले राम्रोसँग एक्सप्लेन गरिदिएको छु। हजुरलाई चाहिन्छ भने फेरि भिडियोलाई चाहिँ रिप्ले गरेर पनि हेर्न सक्नुहुन्छ। यो गिवनलाई लेख्न लाग्दाखेरि चाहिँ अलिकति टाइम कन्ज्युमिङ हुने भएको कारणले मैले गिवनलाई नलेखिकन हिसाब गर्छु। फर्स्टमा पहिला डेप्टको कुरा गरौँ है त। सो डेप्टको कस्ट जहिले पनि पहिला बिफोर ट्याक्स निकाल्नुपर्छ। सो कस्ट अफ डेप्ट बिफोर ट्याक्स, यसलाई हामी केडी भनेर डिनोट गर्छौँ। यो केडी चाहिँ कति छ त? 9%। क्वेसन दिएको है त। डेप्ट कुड बी सोल्ड एट अ इन्ट्रेस्ट रेट अफ 9% भन्दैछ। सो कस्ट अफ डेप्ट बिफोर ट्याक्स केडी चाहिँ कति भयो त? 9% भयो। अब यसलाई चाहिँ आफ्टर ट्याक्समा कन्भर्ट गर्नुपर्ने हुन्छ। आफ्टर ट्याक्स कस्ट अफ डेप्ट, र आफ्टर ट्याक्स भनेको चाहिँ यसलाई हामी केडिटी भनेर लेख्छौँ। कस्ट अफ डेप्ट आफ्टर ट्याक्स। यो केडी 1 माइनस ट्याक्स गरेपछि आउँछ है त। सो केडी भनेको 9% भइहाल्यो। अनि 1 माइनस ट्याक्स भनेको 0. कति छ? माथि क्वेसनले भनेअनुसार ट्याक्स रेट चाहिँ कति छ त? 40% छ है त। सो 0.4। सो यहाँ चाहिँ डबल 0 भएछ। 1 माइनस 0.4 हो है। यो गर्दाखेरि कति आउँछ? 9 इन्टु 0.6 गर्दा 5.4%। यो भयो आफ्टर ट्याक्स कस्ट अफ डेप्ट। र यो एकदमै सिम्पल छ। यसलाई चाहिँ के गर्ने भन्दा क्वेसनले दिएको इन्ट्रेस्ट रेट चाहिँ बिफोर ट्याक्स हुन्छ हैन। र त्यो बिफोर ट्याक्सलाई आफ्टर ट्याक्समा कन्भर्ट गर्नुभयो भने कस्ट अफ डेप्ट आइहाल्यो। सेकेन्डमा अब अर्को कम्पोनेन्ट छ हामीसँग प्रिफर्ड स्टक हैन। सो कस्ट अफ प्रिफर्ड स्टक निकाल्नको लागि चाहिँ कस्ट अफ प्रिफर्ड स्टक थोरै मैले यसको गिवन लेखेँ है। यसको सेलिङ प्राइस कति छ त? प्रिफर्ड स्टकको सेलिङ प्राइस छ रुपीस। प्रिफर्ड स्टक कुड बी सोल्ड एट अ प्राइस अफ 100 भनेछ। 100 चाहिँ यसको सेलिङ प्राइस मेन्सन गरेको छ। अनि प्रिफर्ड डिभिडेन्ड कति दिएको छ त? प्रिफर्ड डिभिडेन्ड, यो प्रिफर्ड डिभिडेन्ड भनेको फिक्स हुन्छ रुपीस
कति छ क्वेसनले भनेअनुसार 9 छ एन्ड फ्लोटेसन कस्ट अफ 5 भन्दैछ ओके फ्लोटेसन कस्ट ₹5 ल अब यसको कस्ट अफ प्रिफर्ड स्टकको फर्मुला चाहिँ के हो भन्दा कस्ट अफ प्रिफर्ड स्टक यसलाई हामी केपीएस भनेर लेख्छौँ यो केपीएस भनेको चाहिँ अब यसको कस्ट भनेको डिभिडेन्ड हो त्यही भएर माथिपट्टि प्रिफर्ड डिभिडेन्ड राख्नु पर्यो प्रिफर्ड डिभिडेन्ड र डिभाइडमा राख्ने बेलामा चाहिँ यो जुन सेलिङ प्राइस 100 छ र त्यो 100 मा चाहिँ अहिले कम्पनीसँग 100 रुपैयाँ आउँदैन 100 मा प्रिफर्ड स्टक सेल गर्यो भने 100 मा 5 चाहिँ फ्लोटेसन कस्ट तिरेर उसँग कति आउँछ 95 त्यही भएर डिभाइडमा नेट प्रॉफिट भनेर राखिन्छ नेट प्रॉफिट सो यहाँ चाहिँ नेट प्रॉफिट कति हो भन्दा वेयर नेट प्रॉफिट इज इक्वल टु सेलिङ प्राइस माइनस फ्लोटेसन कस्ट हन्ड्रेडमा चाहिँ बिक्री गर्न सकिन्छ 5 रुपैयाँ चाहिँ फ्लोटेसन कस्ट तिर्नुपर्ने हुन्छ रुपिस कति भयो त 95 सो प्रिफर्ड डिभिडेन्ड 9 छ डिभाइड बाई कति गर्नु पर्यो 95 यो गर्दा कति आउँछ त फर्स्ट ओके 0.0947 और 9.47% प्रिफर्ड स्टकको कस्ट चाहिँ 9.47% रहेछ यस पछाडि कम्पोनेन्ट कस्ट अफ डेब्टको अझै एउटा बाँकी छ कस्ट अफ कमन स्टक त्यो निकाल्नु पर्यो कस्ट अफ कमन स्टक केएस है त सो कस्ट अफ कमन स्टकलाई हामी केएस भनेर डिनोट गर्छौँ अब यो निकाल्नको लागि चाहिँ क्वेसनले दुईवटा कुरा दिएको छ एउटा त त्यहाँ क्यापिटल एसेट्स प्राइसिङ मोडलको कुरा गर्दैछ हैन सो क्यापिटल एसेट्स प्राइसिङ मोडल अनुसार चाहिँ त्यो नयाँ कमन स्टकको रिक्वायर्ड रेट अफ रिटर्न आउँछ किनभने क्वेसनले त्यहाँ तलपट्टि भनिदिएको छ दिस टर्म वुड अप्लाई टु न्यू सेक्युरिटी अफरिङ नयाँ सेक्युरिटी अफरिङको लागि चाहिँ त्यो टर्म लाग्छ भनेर क्वेसनले भनेको रहेछ हैन सो जुन ट्रेजरी बन्डको कुरा मार्केट रिस्क प्रिमियमको कुरा र एलसीसी बेटाको कुरा चाहिँ नयाँ सेक्युरिटी अफरिङको लागि मात्रै त्यो टर्म अप्लाई हुन्छ भन्दैछ अब त्यसो भए हामीले यो कस्ट अफ कमन स्टकको कुरा गर्दा दुईटै कुरा चाहिँ निकाल्नु पर्यो एउटा कस्ट अफ इन्टर्नल इक्विटी हैन र कस्ट अफ एक्सटर्नल इक्विटी त्यो दुईटै निकाल्नु पर्यो फर्स्टमा कस्ट अफ कमन स्टक विथ हामीसँग दुईवटा मोडल दिएको छ अहिले डिस्काउन्टेड क्याश फ्लो मोडल हैन डिस्काउन्टेड क्याश फ्लो मोडल अन्तर्गत कस्ट अफ कमन स्टक निकाल्दाखेरि हाम्रो फर्मुला के हो भन्दा केएस इज इक्वल टु D0 1 प्लस जी यो D1 निकाल्नको लागि D0 1 प्लस जी गर्नु पर्यो डिभाइड बाई D0 1 प्लस जी डिभाइड बाई गर्नु पर्यो P0 अब यो ख्याल गर्नुपर्ने कुरा है किन P0 गरिन्छ भन्दा यो इन्टर्नल इक्विटीको रिटर्न निकाल्दा P0 गरिन्छ कमन स्टकको रिटेन अर्निङको निकाल्दाखेरि र त्यही ठाउँमा एक्सटर्नलको लागि निकाल भन्यो भने एक्सटर्नलमा चाहिँ फ्लोटेसन कस्ट लाग्ने भएको कारणले यहाँ नेट प्रॉफिट भन्ने युज गरिन्छ P0 को ठाउँमा नेट प्रॉफिट राखिन्छ यदि एक्सटर्नल इक्विटीको चाहिँ कस्ट निकाल्ने हो भने तर यो क्वेसनमा कतै पनि इन्टर्नल र एक्सटर्नल भनेर छुट्याएको छैन क्वेसनले के भनेको छ भने इन्टर्नलको लागि डिभिडेन्ड वाला इन्फर्मेसन दिएको छ र एक्सटर्नलको लागि चाहिँ नयाँको लागि चाहिँ उसले क्यापिटल एसेट्स प्राइसिङ मोडलको कुरा गरेको छ त्यही भएर यसरी चाहिँ यहाँ P0 मात्रै राख्नुपर्ने हुन्छ नेट प्रॉफिट हामीसँग छैन त्यही भएर D0 1 प्लस जी अपन P0 प्लस जी गर्नु पर्यो र भ्यालु राख्नु भयो भने D0 छ 37 1 प्लस ग्रोथ रेट भनेको 0.09
कति पर्सेन्टले ग्रोथ हुन्छ भन्दै थियो त 6% कन्स्ट्यान्ट ग्रोथ भन्दैछ 0.06 डिभाइडमा P0 भनेको एउटा सेयरलाई 600 मा सेल गर्न सकिन्छ भन्दै थियो प्लस G भनेको 0.06 यति गर्दाखेरि यसको कस्ट आउँछ सरी यहाँ इन्टु भयो सो यो आउँछ 0.1254 और 12.54%. सो यसरी यो डिस्काउन्टेड क्याश फ्लो मोडलबाट हामीले चाहिँ यो कमन स्टकको कस्ट निकाल्यो हैन। अब यसलाई चाहिँ हामीले बुझ्नुपर्ने कुरा अघि नै मैले भनेको छु यो चाहिँ हामी कुन मोडल फलो गरेका छौं डिस्काउन्टेड क्याश फ्लो मोडल र यो डिभाइडमा P0 राखेपछि यो के को आउँछ त रिटेन अर्निङ अथवा इन्टरनल इक्विटी यसको निकाल्यौं र क्वेशनले एक्सटर्नलको लागि चाहिँ के भनिरहेछ भन्दा त्यहाँनिर क्यापिटल एसेट्स प्राइसिङ मोडलको कुरा गरेको छ हैन रिस्क फ्री रेट रिस्क प्रिमियम र बेटा तर यहाँ क्वेशनले चाहिँ के भन्दैछ भने एज्युम एलसीसी डज नट ह्याभ टु इस्यु एनी एडिसनल शेयर अफ कमन स्टक ओले चाहिँ यति मात्रै निकाल भनेको छ तर कहिलेकाहीँ क्वेशनले चाहिँ एडिसनल शेयर इस्यु गर्यो भने त्यो सीएपीएम पनि लगाएर हामीले गर्नुपर्ने हुन्छ त्यो पनि निकालौं कस्ट अफ कमन स्टक with कुन मोडल हो त यो फेरि क्यापिटल एसेट्स प्राइसिङ मोडल CAPM भन्छ है त सो CAPM मोडलबाट केएस चाहिँ हामी कसरी निकाल्छौं भने RF प्लस RM माइनस RF इन्टु बेटा गरिन्छ है त अब यो RM माइनस RF भनेको नै के हो त रिस्क प्रिमियम हो RM माइनस RF भनेको चाहिँ के रहेछ त हो यो वाला टर्मले चाहिँ केलाई जनाउँछ त रिस्क प्रिमियम क्वेशनले छुट्टै रिस्क प्रिमियम दिएन भने रिस्क रिटर्न अन मार्केट भनेर दिन्छ त्यहाँबाट निकाल्नु पर्यो अहिले चाहिँ त्यो RM माइनस RF को भ्यालु क्वेशनले दिएको छ र यसमा यो क्वेशनमा रिस्क फ्री रेट भनेको कति छ भन्दा क्वेशनमा हेर्नु भयो भने रिस्क फ्री रेट भनेको यो 6% हो मैले यहीँनिर देखेँ है त रिस्क फ्री रेट RF भनेको कति छ 6% रिस्क प्रिमियम भनेको कति दिएको छ रिस्क प्रिमियम भनेको RM माइनस के रहेछ RF रहेछ यो 5% छ र बेटाको भ्यालु कति छ 1.3 यसलाई राख्नु पर्यो RF भनेको रिस्क फ्री रेट 6% प्लस RM माइनस RF गरेर 5% दिएको छ इन्टु बेटा कति छ 1.3 यो गर्दाखेरि कति आउँछ भन्दा 6 प्लस 5 इन्टु 1.3 गर्दाखेरि 12.5 आउँदो रहेछ सो 12.5% संयोगले अहिले चाहिँ दुईटैको रिटर्न उस्तै आएको छ तर त्यो हामीलाई चाहिँ दुईटा दियो भनेर पिर मान्नु पर्ने चाहिँ छैन क्वेशनले जे सोध्छ त्यही अनुसार गर्ने हो क्वेशनले चाहिँ कुनै मोडल तोकेन भने हामी डिभिडेन्ड डिस्काउन्ट मोडलबाट डिभिडेन्ड क्याश फ्लो मोडलबाट गर्छौं र अहिले क्वेशनले क्यापिटल एसेट्स प्राइसिङ मोडलको पनि इन्फर्मेसन दिएको भएर मैले त्यसको पनि गर्दिएको यो चाहिँ अहिले क्वेशनले मागेको छैन अब ए नम्बरको भयो है त बी नम्बरमा के मागेको छ त व्हाट इज द WACC फर द एबभ केस भन्दैछ अब बी नम्बरको वेटेड एभरेज कस्ट अफ क्यापिटल कसरी आउँछ त वेटेड एभरेज कस्ट अफ क्यापिटल WACC यो निकाल्ने भनेको चाहिँ केबाट भन्दा वेट अफ डेब्ट इन्टु कस्ट अफ डेब्ट आफ्टर ट्याक्स डेब्ट को वेट सँग डेब्ट को कस्टलाई मल्टिप्लाई गर्नु पर्यो वेट अफ प्रिफर्ड स्टक इन्टु
कस्ट अफ प्रिफर्ड स्टक, प्रिफर्ड स्टकको कस्टसँग प्रिफर्ड स्टककै वेटलाई मल्टिप्लाई गर्नु पर्यो प्लस वेट अफ कमन स्टक इन्टु कस्ट अफ कमन स्टक। र कमन स्टकको राख्ने बेलामा चाहिँ क्वेसनले डज नट ह्याभ टु इस्यु एडिसनल भनेको कारणले त्यो रिटेन अर्निङवालाको चाहिँ राख्नु पर्यो है त। सो वेट अफ डेब्ट क्वेसनले सुरुमै दिएको छ 25% 0.25 इन्टु केडिटी चाहिँ अघि नै हामीले निकालेछौँ होइन। सो केडिटी कति छ 5.4%, 5.4% होइन प्लस वेट अफ प्रिफर्ड स्टक क्वेसनले दिएको छ 0.15 इन्टु कस्ट अफ प्रिफर्ड स्टक 9.47, 9.47% प्लस वेट अफ स्टक चाहिँ कमन स्टक 0.60 इन्टु कस्ट अफ कमन स्टक 12.54%, 12.54%। यसरी यसलाई सल्भ गऱ्यौँ भने कति आउँछ भन्दा 10.2945 आउँदैछ, 10.2945%। ओके ल अब क्वेसनले यति मागेको छ र ओभरअल हाम्रो क्वेसन चाहिँ सिद्धिएको छ होइन। अब यसमा तपाईँलाई केही प्रब्लम छ भने, केही बुझ्नु भएको छैन भने चाहिँ हजुरले कमेन्ट सेक्सनमा क्वेसन राखिदिनु भयो भने मैले त्यो क्वेसनलाई एड्रेस गर्ने कोसिस गर्नेछु। र आजलाई चाहिँ यति नै। यो क्वेसन एकदमै पोखरा युनिभर्सिटीमा एकदमै धेरै पटक सोधिएको क्वेसन भएकोले इक्जाममा आउने चान्स पनि उत्तिकै हुन्छ। अहिलेसम्म 5 फेर त यो एउटै क्वेसन रिपिट भइसकेको छ, त्यसैले राम्रोसँग तयारी गर्नुहोला, इक्जाम पनि नजिकै छ। र यस्तै अरू भिडियोहरू पनि चाहिन्छ भने यो च्यानललाई लाइक कमेन्ट गर्न नभुल्नु होला र आफ्नो सँगै पढ्ने अरू साथीहरूलाई पनि यो भिडियो सेयर गरेर पढ्नको लागि चाहिँ हजुरले मोटिभेट गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु। सो थ्याङ्क यू भेरी मच। फेरि अर्को भिडियोमा भेटौँला।